नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। धन्यवाद। अब म सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, राष्ट्रिय सभाका माननीय अध्यक्षज्यू, निवर्तमान प्रधानमन्त्रीज्यूहरूलाई मञ्चको बायाँतर्फ रहेको कक्षमा प्रस्थान गरिदिनु हुन अनुरोध गर्दछु। अब नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई बधाई तथा शुभकामना प्रदान गर्नुहुन आमन्त्रित विशिष्ट महानुभावहरूलाई अनुरोध गर्दछु। May I also request the head of the diplomatic mission and international organization in Kathmandu to congratulate the newly appointed धन्यवाद।
सम्माननीय प्रधानमन्त्रीज्यूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। यस सँगसँगै सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम आजै देहाय बमोजिमको मन्त्री परिषद गठन गर्नुभएको छ। सोको जानकारी गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति। माननीय डाक्टर सोडिम वाग्ले, मन्त्री, अर्थ मन्त्रालय। माननीय श्री सुदन गुरुङ, मन्त्री, गृह मन्त्रालय। माननीय श्री शिशिर खनाल, मन्त्री, परराष्ट्र मन्त्रालय। माननीय श्री सुनिल लम्साल, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्रालय। माननीय श्री विराज भक्त श्रेष्ठ, मन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय। माननीय श्री खड्गराज पौडेल, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। माननीय श्री सस्मित पोखरेल, मन्त्री, शिक्षा, विज्ञान, प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय। माननीय श्री निशा मेहता, मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी मन्त्रालय। माननीय डाक्टर विक्रम तिमिलसेना, मन्त्री, सञ्चार तथा सूचना प्रविधि। माननीय श्री प्रतिभा रावल, मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण। माननीय श्री शोभिता गौतम, मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री। माननीय श्री गीता चौधरी, मन्त्री, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण। माननीय श्री दीपक कुमार शाह, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा। माननीय श्री सीता बादी, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक। अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू माननीय मन्त्री सोडिम वाग्ले, माननीय मन्त्री सुदन गुरुङ, माननीय मन्त्री शिशिर खनाल, माननीय मन्त्री सुनिल लम्साल, माननीय मन्त्री विराज भक्त श्रेष्ठ, माननीय मन्त्री खड्गराज पौडेल, माननीय मन्त्री सस्मित पोखरेल, माननीय मन्त्री निशा मेहता, माननीय मन्त्री डाक्टर विक्रम तिमिलसेना, माननीय मन्त्री प्रतिभा रावल, माननीय मन्त्री शोभिता गौतम, माननीय मन्त्री गीता चौधरी, माननीय मन्त्री दीपक कुमार शाह र माननीय मन्त्री सीताबादी ज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। समानुपातिक संसदले मन्त्री पठाइदियो यार। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको, नेपाली जनतामा निहित रहेको, नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको, देश र जनताको नाममा
ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। आज बिहार कल गरेको कलै उठेन हो पाउँछ नि म पनि खान्छु अब यो सबै लाइन बस्छ एकचोटि नमस्कार छ सबैले होटल बनाइदिनु सक्छ शिक्षा कमलले कहाँ अडियो कहाँ के के छ भालेन दाइ हेर्न त हेर्ने होला हजुर पुगिरा खाने त्यही मन्दिरहरू त छ नि कहाँ भ्याउँछ नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई
राष्ट्रपति कार्यालयको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। अब म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। बधाई तथा शुभकामनापछि फोटो सेसनको कार्यक्रम समेत रहेको जानकारी गराउँदछु। त्यही भएर के भए होइन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई यति बेला राष्ट्रपति सभापति रघुराम शाहले बधाई दिँदै हुनुहुन्छ। यो असाध्यै प्रचण्ड ज्यूले पनि बालेन्द्र शाहलाई बधाई दिँदै सबै एउटा बोलाइदियो बुझिहाल्नु केपी ओली है केपी ओली केपी ओली देखाएन ऊ सम्झिने कहाँ आउँछ दम पऱ्यो नसोचेको भयो सरकारहरूलाई त सर्भेस पऱ्यो क्या अब काममा लागिहाल्नुपर्छ उहाँको टाइम हुँदैन अब काममा लागिसक्नुहुन्छ हाम्रो माननीय प्रचण्ड होइन सबै पुरानाको यस्तो दिन हरिबुझ यतिजनाले बधाई त कहिले हुन्छ मारेन्दाको नोकरी हुन्छ काममा लाग्ने फेरि काममा गाडी स्ट्यान्डमा छ काममा हिँडिहाल्नु समावेशी मिलायो नि त एक दुईजना त चित्त नबुझ्ने छ नि ए बिन्दजी ट्याक्सी टुटु पाएन है ट्याक्सी टुटु ओलीलाई ठुक्दियो सबैलाई अहिले आफू आफू सबैजना बनाएको
हाम्रो सुदनको लाइनको लागि चित्रकला र सिलाम पनि तर छ मञ्चको पछाडि चियापानको व्यवस्था भएको हुँदा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यमा सहभागी भइदिनु हुन अनुरोध गर्दछु। अति विशिष्ट पदाधिकारी एवं कूटनैतिक नियोगका पदाधिकारीज्यूहरूलाई मञ्च चियापानको व्यवस्था गरिएको छ। हजुर चले मोबाइल में ये चल रहा है ये चल रहा है के हो यो तपाईको अडियो आइरहेको हेलो सबभन्दा यो थोरमा अगाडिपट्टि अघि त पण्डितहरूले गरेको नि त्यहाँनिर अगाडि सबभन्दा अगाडि जोड्दो न अब बाहिर होइन भित्र यो यहाँ अडियो आउँछ अब बोल्नु मिल्दैन त्यस्तो गर्नु फोटो मात्रै कम तो दुबई वाला तो तक गए यार लो आज ने चीज प्राप्त यही छ नि यार नेटै बन्द गरिदिनु पर्छ दुईजना रेडी छ यो सबै लाइन हो कत्रो लाइन त यो सबै त हिजो साथै लास्ट जाने कि लाइन
पहिले हानेछ त सुल्तान भन्ने चाहिँ सब डराइसक्यो होला नबोलाऊ सुनिताको र दादा मेरो घाँटी भाता हो आया मेरो भात चाहिँ क्या आया हामी त देख्न सक्छौँ सबै हेलो हेलो यो त्यो सङ्गीत बुझा थियो नि त्यो तलपट्टि ब्राह्मणहरूले तलपट्टि चौर थियो नि चौर हो चौरमा खिचेर लाइभ त्यो खिचिरहेको थियो लाइभ गरेर छ भने लाइभ गरेर थियो गाडी आइसक्यो भने यो खिच्नु पऱ्यो नि यहाँ त्यो शुभकामनातिर
हेलो हेलो सर यता आउनु न यता आउनु न डेभलोमेटिकको चाहिँ पछाडि डेभलोमेटिकको हेर्नु छेकिएछ देख्नु भएको छ तपाईँ मिडिया हेलो सर पछाडि आउनु पछाडि हेलो सर छेकिएछ जानु न उता अगाडि बस्ने मान्छेहरु अगाडि आइदिनु बस्ने मान्छेहरु हैन फेरि अगाडि ठिक छ यति हो पर्दैन अब पर्दैछ अब पर्दैन भयो भर्खरै प्रस्तुत भएको शङ्खनाद स्वस्ति भाषण तथा शुभमङ्गल पाठ गरिदिनु भएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 76 को धारा 1 बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्री पदमा मिति 2082 मा नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा 80 बमोजिम आज यस समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। हजुर अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहजीलाई सादर अनुरोध गर्दछु। जानु न कोसिस भाइका ट्राइपल युज गर्नु पर्ने हिसाबले खिच्ने हो हालिहाल्छ के हो यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त
नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजनसहित सामूहिक तस्बिर लिने प्रयोजनका लागि सरिक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। शपथ ग्रहण गरिसक्नु भएको छ। हुनुहुन्छ देख्न सक्नुहुन्छ सुशीला कार्की, रामचन्द्र पौडेल, रामसा यादव अनि प्रधान न्यायाधीश बिर्से सक्नुहुन्छ। श्रीमतीको छोरी आउँदैछ भन्नुहोस्। परिवारलाई भेटिरहेका सामूहिक तस्बिरको लागि देखिरहेका छन्। यति बेला बालिका शाहले आफ्नो छोरीलाई बोक्नु भयो। यो फोटोले माथि खाने हो क्या? हलिहाल्छ नि तपाईँ बाइकमा हो? अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग सामूहिक तस्बिर लिने प्रयोजनका लागि सरिक